म गरिब भए पनि म साँझ काठमाडौँको होटलमा भाडा माझेर पनि पढाइ त म पढ्छु नै। म गरिब भए पनि नेपाल नै गरिब हो, हुन त नेपाल नै बेरोजगार हो। मलाई आशा छ म गरिब भए पनि मेरो मन गरिब छैन। मलाई त थाहा छ मसँग पैसा छैन, मसँग धन छैन, मसँग सम्पत्ति छैन। राति निद्रा लाग्दैन, राति सुत्ने पनि यस्तो 12-1-2 बजीसम्म म सुत्न पनि फेसबुकमा कोही मान्छे भेटिन्छ कि कोही मान्छेले सहयोग गरिहाल्छ कि छोरा म छु, भाइ म छु, दाजु म छु भन्ने कोही मान्छे भेटिन्छ कि भनेर दिनरात फेसबुककै माध्यमबाट हेरिरहेको हुन्छु। तपाईँले भन्नुभयो फेसबुकबाट 4 लाख उठाएर मैले हुम्ला जुम्ला पुग्न सकेँ। एउटा गरिबको छोरा जसलाई आफै त खाना लाउन कसले रकम दियो भने आफ्नै घर पाल्न त गाह्रो छ भने मैले हुम्ला पुगेर रात बितान गरेको छु। मलाई आशा छ म बन्नुभन्दा पनि देश बनोस्। केपी खनाल बन्नलाई होइन, केपी खनाल जन्माउनको लागि आगामी भविष्यमा देख्नेछ। र मलाई आशा छ केपी खनाल कुनै पनि व्यक्ति भोलि बिहान प्रधानमन्त्री भए पनि यही लाइभ हेर्नु होला। म कुनै पनि पद प्रतिष्ठाका लागि लाग्ने छैन। महात्मा गान्धीले भगवान भनेर पुज्छन्, तर उनलाई कुनै प्रधानमन्त्री राष्ट्रपति दिएको थिएन। म त्यस्तै नागरिक हुँ, त्यस्तै छोरा हुँ, त्यस्तै चेला हुँ र तपाईँको भाइ भनेर काम गर्नेछु र आगामी दिनमा पनि बोलेर भन्दा गरेर देखाउनेछु भन्ने आशा छ।